सबै नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई। आज म यस भिडियोमा मसँग उपलब्ध केही सिनेमेटिक कथाहरू र सिनेमा सम्बन्धी केही मेरो अध्ययन ज्ञान र अनुभवहरू म बाँड्न जाँदैछु। पहिला त सिनेमाको कुरा गर्नुभन्दा अगाडि एउटा कारको कुरा गरौँ। एउटा कारमा तपाईको चाहिँ कार्बुरेटर हुन्छ, स्पार्क प्लग हुन्छ, त्यसपछि त्यसमा चाहिँ फ्युल बक्स पनि हुन्छ, इन्जिन बक्स हुन्छ। इन्जिन बक्सले तपाईको चाहिँ स्टियरिङ व्हीलको कार अन गरेपछि स्टियरिङ व्हीलको मद्दतद्वारा पाङ्ग्रा चल्छ। त्यो पहिलो पाङ्ग्रा पछाडिको पाङ्ग्रा चलेपछि अगाडिको पाङ्ग्रा चल्छ र यसरी चाहिँ एउटा कार चल्छ। अब यसलाई यसरी सोच्नुस्, त्यो कारमा तपाईको चाहिँ कार्बुरेटर, स्पार्क प्लग, इन्जिन बक्स, गियरहरू, पाङ्ग्राहरू सबै चाहिँ राख्नुस्, तर ठिक संयोजनमा नराख्नुस्। त्यो त्यतिकै भद्रगोलमा राख्नुस्, त्यो कार चल्छ? त्यो कार चल्दैन। ठिक यस्तै चाहिँ सिनेमा पनि हो। सिनेमामा त्यो सबै कुरा राख्नुस्, तर त्यो ठिक संयोजन छैन भने त्यो सिनेमामा त्यो आत्मा हुँदैन र त्यो सिनेमामा आत्मा नभएपछि त्यो सिनेमाको आफ्नै एउटा लाइफ हुँदैन। त्यो इनिसियल पब्लिसिटीको भरमा चाहिँ दर्शकहरू झुक्किएर चाहिँ फर्स्ट डे आउँछन्, तर त्यसपछि त्यो सिनेमा क्यानट लिभ अन इट्स ओन। तर हामीले मास्टरपिस सिनेमाहरू हेर्छौँ भने त्यो 40औं 50औं वर्ष भइसक्यो, तर जति पुरानो भयो त्यति त्यसको चाहिँ अर्निङ भ्यालु र त्यसको चाहिँ साहित्यिक भ्यालु अथवा चाहिँ मान्छेहरूको मनमा त्यो सिनेमाले गहिरो छाप पर्दै पर्दै त्यो झन् स्ट्रङ्गर भइरहेको हामी पाउँछौँ। भने केही सिनेमा चाहिँ तपाईँको चाहिँ 1 वर्ष चलेपछि 3 वर्षपछि हेर्दा त्यो चाहिँ कस्तो बकवास लाग्छ, अथवा कुनै सिनेमा त झन् 1 हप्तामा नै त्यो जति रोइ कराइ गरे पनि मान्छेले त्यो हेर्न जाँदैनन्। त्यस कारणले तपाईको चाहिँ एउटा राम्रो सिनेमा लेख्न चाहिँ जसरी तपाईले त्यो कारमा तपाईको चाहिँ सबै कुरा ठिक संयोजनमा छ भने कार चल्छ भने जस्तै सिनेमा पनि त्यस्तै हो। यो सिनेमा कस्तो लेखन, जस्तो मैले 3-4 वटा सिनेमा मैले लेखिसकेँ हैन। यो सिनेमा लेखन कस्तो छ भन्दाखेरि यो तपाईको कुनै धार्मिक किताब लेखा जस्तो पनि होइन, जसमा चाहिँ एउटा पात्रले चाहिँ एकोहोरो धार्मिक प्रवचन दिन्छ अथवा नैतिकताको पाठ सिकाउँछ। सिनेमा त्यसरी लेखियो भने पनि चल्दैन, त्यो अपाच्य हुन्छ। त्यसैगरी सिनेमा भनेको चाहिँ कुनै ट्रेन्ड चलेको छ। भर्खरै साउथ इन्डियनको एउटा सिनेमा चाहिँ हिट भयो, केजिएफ हिट भयो। केजिएफ हिट भयो भन्दैमा तपाईको चाहिँ त्यहाँको चाहिँ त्यो कुनै हिरोलाई चाहिँ दारी जुङ्गा पालेर त्यो गर्दैमा कथावस्तुमा जान छैन भने त्यो सिनेमा चल्दैन। ट्रेन्डमा के चलेको छ भन्दैमा त्यो बकमफुसी कुरा राखेर पनि सिनेमा चल्दैन। सिनेमामा फेरि तपाईको चाहिँ एकदमै यो उपन्यास लेखा जस्तो एकदमै साहित्यिक रस मात्र भरेर पनि त्यो सिनेमा चल्दैन। सिनेमामा तपाईको चाहिँ सिनेमेटिक थ्रिल, इन्टेन्सिटी, यो सबै कुराहरू मिलाउनुपर्छ। भन्न खोजेको एउटा चल्ने सिनेमा, कमर्सियली सक्सेसफुल सिनेमा एट द सेम टाइम तपाईँको चाहिँ मास्टरपिस सिनेमा लेख्नु छ भने चाहिँ यो सबै कम्पोजिसन मिलाउनुपर्छ। झन् यो जस्तो नेपाली स्टुडियोको लागि सिनेमा लेख्दाखेरि त झन् कतिसम्म तपाईँको चाहिँ चनाखो हुनुपर्छ भने, जस्तो यहाँको सिनेमाहरूले तपाईँको चाहिँ इभन प्लेनभित्रको दृश्य पनि खिचेर देखाउने हामीसँग त्यो प्रविधि, त्यो स्टुडियोहरू छैन भनेपछि त्यो कथा लेख्दाखेरि चाहिँ त्यो प्रिन्सिपल फोटोग्राफीमा कस्तो कस्तो कुराहरू चाहिँ खिच्न सम्भव छ त्यस्ता कुराहरू मात्र इन्क्लुड गरेर, मानिलिउँ त्यो प्लेनको दृश्य जस्तो प्लटको फ्लोमा चाहिँ प्लेनको दृश्य त्यस्तो छ भने त्यसलाई नराखिकन, ताकि त्यो चाहिँ प्रिन्सिपल फोटोग्राफी त्यो खिच्नलाई समस्या नहोस्, त्यो सबै कुरा विचार गरेर तर एट द सेम टाइम त्यो प्लटको फ्लो र प्लटको जुन इन्टेन्सिटीलाई चाहिँ क्यारी गर्ने त्यो सबै ब्यालेन्स गरेर चाहिँ लेख्नुपर्ने हुन्छ। जस्तो तपाईको चाहिँ हामीले यो नेपाली सिनेमा लेख्ने भनेको हामीले जस्तो हलिउडमा चलेको अथवा साउथ इन्डियामा चलेको त्यो अरबौँको लगानीमा बनेको त्यस्तो सिनेमा हामी बनाउनै सक्दैनौँ। र हामीले त यहीँको सामान्य चलिरहेको कथालाई, पट बोइलिङ कथाहरूलाई चाहिँ गहकिलो तरिकाले
भन्न सक्नुपर्छ र एट द सेम टाइम तपाईँको त्यो एउटा सिनेमामा एउटा तपाईँले मास्टरपिस सिनेमा हेर्नुहुन्छ भने चाहिँ एउटा इसेन्स हुन्छ क्या, त्यसलाई एउटा थिम कस्तो भन्छ, प्रेमाइस भनिन्छ। त्यो प्रेमाइसको त्यो स्टोरीको मुड अथवा थिममा इमान्दारी राख्दै त्यसको आउटलाइनभित्रै रहेर फेरि सिनेमेटिक थ्रिल र एक्सन सिक्वेन्स अथवा रोमान्टिक सिक्वेन्स त्यस्तो कुराहरू इन्क्लुड गराउने खुबी चाहिँ हुनुपर्छ। फेरि त्यो गहकिलो तरिकाले भनिनुपर्छ, रियलिस्टिक त हुनुपर्छ, तर रियलिस्टिक आउटलाइनभित्र बसेर तपाईँको चाहिँ सिनेमेटिक थ्रिलहरू इलिमेन्टहरू जस्तो रोमान्टिक इलिमेन्ट हुनसक्छ अथवा एक्सन इलिमेन्टहरू यो सबै इन्क्लुड गराउनको लागि त्यही अनुसार प्लट लेख्ने चलाखी चाहिँ हुन सक्नुपर्छ, त्यही अनुसार पात्र बुन्न सक्ने चलाखी चाहिँ हुनुपर्छ। र के अरे अब मसँग चाहिँ त्यस्ता कथा छ, अब मसँग धेरै छैन, एउटा चाहिँ छ, मैले बाहिर त्यति लिक गरेको छैन। मधेसको स्टोरी चाहिँ मैले अब आफ्नो मैले चाहिँ सेयर गरेँ, तर मसँग अझै एउटा कथा चाहिँ छ। मसँग चाहिँ त्यो ज्ञान छ, त्यो सिनेमाको त्यो कस्तो सिनेमा चाहिँ चल्छ अथवा कसरी लेख्नुपर्छ त्यो कला छ, मसँग त्यो ज्ञान छ, मसँग त्यो कला छ, मसँग त्यो अनुभव छ, मसँग त्यो अध्ययन छ। र यदि तपाईँहरूले चाहिँ पहिला लुज कथाहरूमा सिनेमा बनाएर 30-40 लाख घाटा खानुभन्दा अथवा बनेका सिनेमा पनि ठिक्क तपाईँको रिटर्न अन इन्भेस्टमेन्ट मात्र छ भने, यदि मलाई 10 लाख पारिश्रमिक दिएर कुनै कथा मसँग लिँदा तपाईँहरूको त्यो 10 लाख खेर जाँदैन। त्यो चाहिँ म तपाईँहरूलाई आश्वासन दिन चाहन्छु, किनभने मसँग त्यो जुन स्टडी छ, मसँग त्यो सबै लिटरेरी स्किल छ, मसँग त्यो सिनेमाको मेकिङका प्र्याक्टिकल च्यालेन्जेसहरूको प्र्याक्टिकल फिल्ड एक्सपिरियन्सहरू छ। र मसँग भएका कथा अब मसँग धेरै एउटा छ, तर सिनेमा एकदमै त्यो लेख्नु एकदमै टिडियस काम हो। जस्तो हामीलाई हेर्नलाई जति इन्जोयबल लाग्छ त्यो लेख्न चाहिँ एकदमै दिमागको नसा चाहिन्छ। र यदि कुनै तपाईँहरूलाई कुनै कथा आवश्यक छ भने चाहिँ तपाईँहरूले गरेको लगानी, ममा गरेको लगानी चाहिँ खेर हुँदैन। र त्यस्तो हो भने मलाई चाहिँ या त व्हाट्सएपमा मेरो नम्बरमा अथवा चाहिँ यही मेरो फेसबुकमा मेसेज रिक्वेस्ट पठाउन सक्नुहुन्छ, अथवा मलाई चाहिँ yasvivek086@gmail.com मा पनि तपाईँहरूले चाहिँ मेसेज गर्न सक्नुहुन्छ। यो भनिरहँदा फेरि मेरो चाहिँ अर्को व्यक्तित्व जुन आइटिसिएनको व्यक्तित्व अथवा डेज अफ यो टिचिङ, म टिचर पनि हो, त्यतातिरको मेरो पहिचानमा बुझ्नु भएकोले चाहिँ के कुरा ढुक्क हुनुहोस् भने, मैले यो भनेको सिनेमा लेखन भनेको मैले नाइट टाइम गर्ने काम हो अथवा लङ होलिडेजमा गर्ने काम हो। मैले आफ्नो ओरिजिनल पेसामा चाहिँ मैले गर्नुपर्ने कुराहरूमा कुनै कमी राखेको छैन, मैले पुऱ्याएकै छु, त्यो पनि म भन्न चाहन्छु। त हस्त यति नै भन्न चाहन्छु। धन्यवाद।